मानिसहरूले तपाईँको पछाडि कुरा काट्छन् भने बुझ्नुहोस् तपाईँ सही दिशामा हिँड्दै हुनुहुन्छ। किनकि कमजोरको आलोचना कहिले हुँदैन, आलोचना त सधैँ शक्तिशालीकै हुन्छ। आज म तपाईँलाई 5वटा नीति सिकाउन जाँदैछु जसले तपाईँलाई मानसिक रूपमा शक्तिशाली बनाउनेछ। न त कसैले तपाईँको अगाडि आँखा जुदाउन सक्नेछ र न त पछाडि कुरा काट्ने हिम्मत नै गर्नेछ। यी नीति हिटलरबाट सिकिएको हो, उसको क्रूरता होइन, उसको मानसिक शक्ति र नेतृत्व मनोविज्ञानबाट लिइएको हो। त्यसैले यी नीतिहरूलाई पुरा सुन्नुहोला, ध्यान दिनुहोला र आफ्नो जीवनमा लागू गर्नुहोला। हिटलरबाट सिकिएका 5वटा नीति, आउनुहोस् सुरु गरौँ। नीति 1, मौन नै सबैभन्दा ठुलो शक्ति हो। हिटलरले बोल्थेनन्, उनले गरेर देखाउँथे। आजको संसारमा सबै बोल्छन् तर कमै मान्छेले मात्र सुन्छन्। जब कसैले तपाईँलाई हेप्छ, जब तपाईँलाई अपमान गर्छ, जब तपाईँको पछाडि कुरा काट्छ, तब तपाईँ चुप रहन सिक्नुपर्छ। मौनको अर्थ कमजोरी होइन, मौन भनेको आत्मविश्वास हो। किनकि सिंह कहिले पनि कराउँदैन, उसले सिधै शिकार गर्छ। तर कुकुर भुक्छ मात्र, उसले शिकार गर्न सक्दैन। त्यसैले तपाईँ पनि एउटा शक्तिशाली मान्छे बन्न चाहनुहुन्छ, सिंह बन्न चाहनुहुन्छ भने मौन रहन सिक्न जरुरी छ। नीति 2, आफ्नो लक्ष्य गोप्य राख्नुहोस्। हिटलरले आफ्नो अन्तिम योजना कसैलाई पनि भनेनन्। तपाईँ असफल हुनुको मुख्य कारण तपाईँ धेरैलाई आफ्नो योजना सुनाउँदै बस्नुहुन्छ। अरूलाई आफ्नो योजना सुनाउँदा किन असफल भइन्छ त भन्दा तपाईँले योजना जब सुनाउनुहुन्छ नि तब त्यहाँ ईर्ष्या जन्मिन सक्छ। मानिसहरूले त गर्न सक्दैनस् भनेर भन्न सक्छन् र तपाईँमा नकारात्मक ऊर्जा आउन सक्छ। तपाईँ कमजोर बन्दै जान सक्नुहुन्छ किनकि मानिसहरूले विभिन्न आलोचना गर्न सक्छन्। सो त्यसै कारणले तपाईँको लक्ष्य जहिले पनि गोप्य राख्नुहोस्। जहिले पनि काम शान्तसँग गर्नुहोस् र नतिजा देखाएर मात्र बोल्नुहोस्। आफ्नो मन र दिमागमा यही कुरा बसाउनुहोस् कि बोलेर होइन, गरेर देखाउने मानिस बन्नुहोस्। नीति 3, आफूलाई दुर्लभ बनाउनुहोस्। हिटलर सधैँ उपलब्ध हुन्थेनन् किनकि उनले मान्छन् सबैलाई सजिलै भेटिने मान्छे, जसले बोलाउँदा पनि जाने मान्छे, जसले जे भने पनि हुन्छ भन्ने मान्छेले कहिले सम्मान पाउँदैन। त्यसैले सधैँ फोन उठाउने, सधैँ यस भन्ने र सधैँ समय दिने, यस्तो मान्छे कमजोर देखिन्छ। हुन त ऊ भलै एउटा व्यवहारिक रूपमा राम्रो मान्छे हो, तर त्यही मान्छेलाई मानिसहरूले तल देखाउने गर्छन्, कमजोर बनाउने गर्छन्। त्यसैले तपाईँको समय नै तपाईँको शक्ति हो, तपाईँको मूल्य हो। त्यसकारण मानिसहरूको भिडभाडमा कम देखिनुहोस् तर गहिरो तरिकाले देखिनुहोस्। नीति 4, भावनामा होइन नियन्त्रणमा जिउनुहोस्। हिटलरले आफ्ना भावनालाई होइन अरूको भावनालाई नियन्त्रण गर्ने गर्थे। आज मानिसहरू तपाईँको पछाडि कुरा काट्छन् किनकि उनीहरूले तपाईँलाई रिसाएको, तपाईँ दुखी भएको र तपाईँ अस्थिर भएको देख्न चाहन्छन्। तर जब तपाईँ शान्त रहनुहुन्छ, जब तपाईँ प्रतिक्रिया दिनुहुन्न, जब तपाईँ गरेर देखाउने प्रतिक्रिया लिनुहुन्छ, उनीहरू आफै जल्छन्। किनकि जसले तपाईँभित्र रिस उठाउन, तपाईँलाई दुखी बनाउन सक्दैन नि, उसले तपाईँलाई नियन्त्रण गर्न पनि सक्दैन। त्यसै कारण आफ्नो भावनामा होइन नियन्त्रणमा जिउनुहोस्, नियन्त्रण गर्न सिक्नुहोस् हरेक कुरालाई। अनि नीति 5, आत्मसम्मान कहिले नबेच्नुहोस्। हिटलर कहिले पनि भिडलाई खुसी बनाउन झुकेनन्। तपाईँले सबैलाई खुसी बनाउन खोज्नुभयो भने तपाईँ कसैको पनि सम्मान पाउनुहुन्न। तपाईँले आफै पनि ख्याल गर्नुभएको छ होला, जो मान्छे अरूलाई खुसी बनाउन लागि पर्छ नि, जो मान्छेले अरूलाई राम्रो कुरा दिन, अरूको भलो चाहन्छ नि, उसकै कुभलो हुन्छ। अब यसको मतलब यो होइन कि तपाईँ अरूको कुभलो चाहनुहोस् भनेको होइन, अरूको भलो नै चाहनुहोस्, तर तपाईँ आफ्नो मूल्यमा अडिग रहनुहोस्। गलत ठाउँमा कहिले पनि नझुक्नुहोस्, चाहे मर्नु नै किन नपरोस्। र आफ्नो आत्मसम्मानलाई सस्तोमा कहिले नबेच्नुहोस्, किनकि मानिसहरूले तपाईँलाई त्यो हदसम्म मात्र सम्मान गर्छन् जति तपाईँ आफैले आफैलाई गर्नुहुन्छ। सो आजदेखि सबैलाई बुझाउन छोडिदिनुहोस्, सबैसँग राम्रो बन्न खोज्न छोडिदिनुहोस्। तपाईँ शक्तिशाली बन्नुहोस्। जब तपाईँ शक्तिशाली बन्नुहुन्छ नि, पछाडि कुरा काट्नेहरू तपाईँको अगाडि बोल्न डराउनेछन्। तपाईँलाई हेप्नेहरू होइन, तपाईँको स्तर बढाउने काम गर्ने मान्छे आउनेछन्। सो त्यसै कारणले आजका यी 5वटा नीतिलाई आफ्नो जीवनमा लागू गर्नुहोला, जुन हिटलरबाट सिकिएको, उनको जीवनीबाट लिइएको हो। यी 5 नीतिले तपाईँलाई एउटा शक्तिशाली व्यक्ति बनाउन सक्छ। र आजको भिडियोमा यति नै। यो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्नुहोला र यस्तै भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। हस्त धन्यवाद।